सरकार मागेला नहीं जा, घूमेला जा। जय घंटी। Remixed by DJ Krishna, mixing king of Midlands. सही सरकार आए वाला है वही घंटी में वोट रहेगा। जय जानकी माता, जय मिथिला, जय बंदेश, जय नेपाल। हामी जोरदार तालीले उहाँलाई स्वागत गरौँ, सम्मान गरौँ प्रकाश सपुज्यू। यसै गरी हामीले यो कार्यक्रम धेरै गर्दैनौँ, एकदम छोटो गर्छौँ र छिटो सक्छौँ। सर्वप्रथम यहाँहरू समक्ष स्वागत सम्मान आफ्नो सानो मन्तव्य राखिदिनु हुनको लागि म धरान उपमहानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगरपालिका पालिका सभापति आदरणीय सुमन श्रेष्ठज्यूलाई म निम्ता गर्छु। सुमन श्रेष्ठज्यू यहाँ उपस्थित हुनुभएको छ। प्रकाश सपुज्यू, यहाँलाई धरानमा धेरै धेरै स्वागत टक्राउन चाहन्छौँ। हामी पक्कै पनि चुनावको यो दौडानमा चुनावको प्रचार कार्यक्रममा हामी रहेका छौँ र हामी यो कार्यक्रमको दौडानमा यो छोटो कोर सभा हाम्रो समानुपातिक तर्फका उम्मेदवार प्रकाश सपुज्यूको उपस्थितिमा छोटो कोर सभा गर्न गइरहेका छौँ र यो दौडानमा यहाँलाई म भन्न चाहन्छु कि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव पार्टीले देशको समृद्धि र सुशासनलाई 10 वर्ष खाकासहित लिएर यहाँहरू सामु आएको छ। यसैले पनि म यहाँलाई अपिल गर्न चाहन्छु कि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टीमा यहाँहरू सबैजनाले मतदान गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतका साथ विजय गराउनु हुनेछ भन्ने म अपेक्षा गर्दछु। अहिलेसम्म प्राप्त गर्न नसकेको बहुमत राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गर्नेछ। यस अर्थमा यहाँहरूले आफ्नो एक मतलाई पनि खेर नफालिकन राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत दिलाउनको लागि मत दिनुहुनेछ भन्ने हामी अपेक्षा गर्दछौँ। र एउटा कुरा यहाँहरूले अत्यन्तै मनन गर्नुपर्ने कुरा छ कि लामो समयदेखि कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेको कारणले गर्दाखेरि देशले स्थायी सरकार र समृद्धि प्राप्त गर्न सकेन। अहिलेको वर्तमान अवस्थामा हेर्ने हो भने वैकल्पिक ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो दल त बनिसकेको नै छ। हाम्रा उपसभापति डिपी अर्यालज्यूले भन्नुभएको छ हामीले बहुमत प्राप्त गर्नेछौँ। त्यो बहुमत प्राप्त गर्न सकेनौँ भने फेरि पनि देश पुरानै सरकार बनाउने र ढाल्ने खेलमा नै जानेछ। यसले गर्दाखेरि हामी राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम दल हुँदै पनि हामीले देश र जनताले हार्नुपर्ने स्थिति हुनेछ। यस कारणले गर्दाखेरि पनि यहाँहरूलाई म अपिल गर्न चाहन्छु, हामीलाई स्थायी सरकार चाहिएको छ। मेरो छोटो भनाइ यही अन्त गर्दै यहाँहरूलाई फेरि पनि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टीमा नै मतदान गरिदिन अपिल गर्दै मेरो भनाइ यही अन्त गर्दछु। हस्त, धन्यवाद, नमस्ते, जय घन्टी। फागुन 21 भनेको आम निर्वाचनको मात्र दिन होइन, देशको भविष्य कोर्ने दिन हो र त्यसका लागि हामी सबै तयार छौँ। देश बनाउने सपना राष्ट्रिय स्वतन्त्र पार्टीसँग मात्रै छ, त्यो सङ्कल्प राष्ट्रिय स्वतन्त्र पार्टीसँग मात्रै छ। हाम्रा श्रद्धेय पार्टी सभापति रवि लामिछानेले भन्नुभयो जस्तो कि हामीलाई यही मौकामा जिरो बनाइदिनु कि हामीलाई यही मौकामा हिरो बनाइदिनु। अब यो हिरो बनाउने समय हामीसँग आएको छ, हामी पछि पर्नु हुँदैन। अब हाम्रा पाहुना धरानमा पाल्नुभएका हाम्रा पाहुना आदरणीय प्रकाश सपुज्यू, उहाँलाई म माइक्रोफोन टक्राउँदै हामी समक्ष मन्तव्य राखिदिनु हुनका निमित्त म विनम्र अनुरोध गर्दछु। आदरणीय प्रकाश सपुज्यू, जोरदार ताली। धन्यवाद। धेरै धन्यवाद छ। नमस्कार सबैजनामा, नमस्कार धरान। अलि जोशीले चाहिँ नमस्कार।
मैले भर्खरै धरान आउँदै गर्दा बाटोमा एउटा समाचार पढेको थिएँ। हाम्रो वर्तमान सरकारको प्रमुख प्रधानमन्त्री सुशीला कार्कीज्यू मुस्ताङ भ्रमणमा जानुभएको रहेछ। अनि उहाँ मुस्ताङ भ्रमणमा जाँदाखेरि चाहिँ त्यहाँ उहाँलाई स्वागत गर्ने प्रहरीको प्रमुख डिएसपी पनि महिला हुनुहुँदो रहेछ र त्यहाँको जिल्ला प्रमुख पनि महिला हुनुहुँदो रहेछ। देशको प्रमुखलाई त्यहाँको प्रहरी प्रमुख र जिल्ला प्रमुखले स्वागत गरेको, महिला प्रमुखले स्वागत गरेको फोटो आजको फोटो अफ द डे रहेको छ। त्यो मुस्ताङको फोटो हेरिरहँदा मलाई गर्व लागेको छ कि मैले पनि कोशी प्रदेशको एउटा शक्तिशाली महिलाको छेउमा बसेर फोटो खिच्न पाइरहेको छु। म साँच्चीकै गर्व गर्न चाहन्छु र आभार व्यक्त गर्न चाहन्छु। दिदीसँग भेटघाट हुने मौका मिल्यो, तपाईँसँग एउटा फोटो सेयर गर्ने मौका मिल्यो। मैले 2079 सालको निर्वाचन पनि हेरेको थिएँ। त्यतिखेर नै धरानले अथवा यो क्षेत्रले चाहिँ एउटा म्यासेज दिइसकेको छ कि परिवर्तन आवश्यक छ, नयाँ युवाहरू आउन आवश्यक छ, सरिन तामाङहरू आउन आवश्यक छ भनेर 2079 सालमै लगभग जितको नजिक परिवर्तनको सूचना, परिवर्तनको सन्देश धरानले त्यतिखेर पनि दिइसकेको हो। 400 मत अन्तराल, लगभग 300-400 अन्तरालले हामी पछि परेका थियौँ। तर यसपालि त्यो 300-400 बढेर 3-4 8,000 भन्दा बढी मतले विजय हुनेछ भन्ने अपेक्षा म गर्न चाहन्छु। त्यो सन्देश, एउटा परिवर्तनको सन्देश धरानले दिनेछ, एउटा सशक्त महिला नेतृत्व धरानले पाउनेछ र यो देशको सदनमा सरिन तामाङको आवाज गुन्जिनेछ भन्ने सपना मैले देखेको छु। त्यो विश्वास पनि मैले लिएको छु। उहाँको यो आँट, उहाँको यो साहस, उहाँको यो क्षमता कहिले पनि देशभरिका महिलाहरूको लागि, देशभरिका परिवर्तनकामी जनताहरूको लागि ठुलो सन्देश हुनेछ भन्ने कामना व्यक्त गर्दै म फेरि पनि आदरणीय दिदीज्यूलाई बधाई र अग्रिम शुभकामना पनि दिन चाहन्छु। अघिल्लो पटक हामी अलिकति मात्रले पछि परेका थियौँ। यो अघिल्लो पटकको बदलासहित यसपालि धेरै अगाडि हामी पुग्नेछौँ भन्ने सम्पूर्ण धरानका राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीज्यूहरूलाई र सम्पूर्ण समर्थकज्यूहरूलाई शुभकामना दिन चाहन्छु। अब यो 10 दिन मजाले लाग्नुहोस्। हामी 22 गते यो देशको मुहार फेर्ने अभियानमा सँगसँगै हुनेछौँ। धेरै धेरै शुभकामना छ, धेरै धेरै बधाई छ। थ्याङ्क यू सो मच। जोशीलो आवाज आएन है। यो आवाजले त 82 को 21 अझै जोशीलो आउनुपर्छ है। उहाँले भनिसकेको छ 8,000 टप्नुपर्छ। यो आवाजले 8,000 टप्दैन है साथीहरू। जय धरान, जय धरान, जय घन्टी, जय घन्टी, जय घन्टी। धन्यवाद। 3-3 घुम्दै गर्दाखेरि यो आवाजहरू सुन्दाखेरि फेरि अझै एउटा दौडेकी जस्तो जोस आउँछ है हजुर। यो तपाईँहरूको साथ सपोर्टको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु कि धन्यवाद। तपाईँहरूको साथ सहयोग हौसला यदि मैले नपाएको भए 79मा खाली खल्तीवाला यो उम्मेदवार फेरि पनि आँट गर्दैन थियो होला साथीहरू। धराने जनताको माया, सुनसरी क्षेत्र नम्बर 1 को जनताको मायाले गर्दाखेरि अघि नै प्रकाश सपुजीले भनिसक्नुभयो, म 0 मतले राजनीतिमा उपविजेता भएको राजनीतिको दोस्रो विद्यार्थी। म राजनीतिको नजान्ने मान्छे, सामाजिक काम गर्दै आइरहेको मान्छेलाई राजनीतिक सिकाएको यो धरती, यो धरानको धरती, बडा क्षेत्रको धरती, रामधुनीको धरतीलाई म सत नमन गर्न चाहन्छु। जतिखेर पनि मलाई 16,606 मत दिनुहुने मेरा आदरणीय मतदाताज्यूहरू, उहाँहरूलाई बारम्बार मैले सत नमन गरिरहेको छु, गर्न पनि चाहन्छु। र अहिले त्यही 16,606 मतको बलले फेरि अहिले 8 मत फेरि पलाएको छ। अब 16,606 होइन, अब 26,606 मत लिएर आउने तयारी गरेको छु। यो लक्ष्य लिएर हिँड्न चाहन्छु म, किनभने लक्ष्य लिएर हिँडिसकेपछि अलि ठुलै लक्ष्य लिएर हुनुपर्छ। तर यति ठुलो पनि नलिउँ फेरि मेरो घोक्रोबाट हड्डी नअडिजाओस्। त्यसैले गर्दाखेरि म
निल्न सक्ने मात्र हड्डीको आकाङ्क्षा गर्छु, निल्न नसक्ने सपना म बुन्दिनँ फेरि। मेरो लक्ष्य भनेको पहिलो प्राथमिकता मेरो सुनसरी क्षेत्र नम्बर 1 रहेको छ। म सुनसरी क्षेत्र नम्बर 1 को आवश्यकता हिंसाका आवाजहरू, बिग्रिएका भत्किएका सडकका आवाजहरू, धेरै त्यति जनताको यो 30-40 वर्षदेखिको क्रन्दन छ, ती क्रन्दनहरू लगेर टेबल ठोक्न पर्नेछ। टेबल ठोक्नको लागि अब फागुन 21 गते आउँदैछ साथीहरू। धेरै आवाजहरू सामाजिक सञ्जालबाट कराए, धेरैले त मलाई फेसबुकको न्यायाधीशै भन्थे। हुन पनि म फेसबुकमा बसेर न्यायाधीशकै काम गर्थेँ। धेरै कामहरू त कानुनले गर्न नसकेको कामहरू पनि मैले गरेको छु, अदालतले गर्न नसकेको कामहरू पनि गरेको छु। यसको भन्दै गर्दाखेरि सम्मानित अदालतको तौहिन गर्न सम्मानित अदालतलाई नराम्रो भन्न खोजेको होइन, तर मेरो आवाजले त्यति न्यायहरू दिएको छु जति कानुन अदालतमा दौडिन पर्ने केसहरूलाई पनि मैले सामाजिक सञ्जालबाट समापन गरेको छु। अब यो आवाजहरूलाई मैले सम्बन्धित ठाउँमा पुर्याउनु पर्ने छ। यो फलाम जस्तो हातले संसद भवन ठोक्नु मन छ। आशा गर्दछु सुनसरी क्षेत्र नम्बर 1 को आदरणीय जनताहरूले मलाई त्यो समय पक्कै पनि अब दिनुहुनेछ भन्ने कुरामा म ढुक्क छु। म अहिले भन्दै गर्दाखेरि 20-21 दिन निरन्तर अभियानमा हिँड्दै गर्दाखेरि मैले के प्रतिबद्धता गरेको छु भने साथीहरू, म अलिकति इतिहास रच्नमा अलिकति माहिरै छु। 2015 पनि मैले सरिन तामाङ र सम्मानित राष्ट्रपति बिता भण्डारीको फोटो राखेर एकपटक इतिहास रचेको मान्छे हो सामाजिक सञ्जालमा। त्यसपछि पनि फेरि धेरै अनौठाहरू काम गरेर आएको छु। त्यसै गरेर यसपटक पनि सुनसरी क्षेत्र नम्बर 1 को आदरणीय मतदाताज्यूहरूले ऐतिहासिक मत दिएर इतिहास रचाउने छ भन्ने कुरामा म ढुक्क छु। र अब आउने 5 वर्ष यति मेहनत गरेर म काम गर्छु कि अर्को चुनावमा सुतेर भोट माग्ने उम्मेदवार मै सरिन तामाङ हुनेछ। म अब अर्को 5 वर्ष मलाई भोट दिनुहोस् भनेर मेरो सुनसरी क्षेत्र नम्बर 1 को हरेक गाउँ टोल गल्ली म दौडिदिनँ। यसपटकै कान पक्रेँ मैले। बरु 5 वर्ष मेहनत गर्छु, जनताको हरेक आवाजहरूलाई सम्बन्धित ठाउँमा पुर्याउँछु, जनताको विकासको पुल बन्छु, आवश्यकताहरू सम्बन्धित ठाउँमा लगेर घचघचाउने काम गर्छु। सक्दो सबै आफूले प्रतिबद्धता गरेका कामहरू अधिकांश कामहरू म गर्छु। बेस्ट नगरे पनि बेटर गर्ने मेरो प्रयास रहन्छ। तर जनताले दिएको मतलाई दुरुपयोग गरेर तपाईँको शिर जित्ने काम यो सरिन तामाङले न हिजो गरेको थियो, न आज गर्छ, न भोलि गर्नेछ, कदापि गर्ने छैन। त्यसैले गर्दाखेरि म आदरणीय मतदाताज्यूहरूलाई के पनि अनुरोध गर्न चाहन्छु भने भले तपाईँहरूले घन्टी कतिपय म देख्छु घन्टी मन नपराउनु होला, त्यसमा पनि मलाई गुनासो केही पनि छैन। मन नपराउनै पाइयो, दिन्न भन्न नि पाइयो। खोज्न म सक्दिनँ तपाईँहरूको मनभित्र भएको पवित्र मत म खोज्ने अधिकार मलाई छैन। तर म के पनि भन्न चाहन्छु भने 30-40 वर्षदेखि 6 महिनामा सरकार परिवर्तन भइरहने यो परिवर्तित विकृति छ, त्यसको अन्त गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले छिट्टै बहुमतको सरकार बनाउँदैछ। त्यसको लागि पनि अब तपाईँको मत खेर जानु भएन। तपाईँले मत खेर फाल्ने भनेको तपाईँको छोराछोरीको भविष्य खेर फालेको हो भनेर बुझ्न पर्दछ। भले तपाईँहरूले घन्टी मन नपराउनु, भले सरिन तामाङको गेटअप मन नपराउनु, भले सरिन तामाङलाई मन नपराउनु होला, मलाई गुनासो केही पनि छैन। तर एकपटक तपाईँले भोट दिँदै गर्दाखेरि के बुझ्नुपर्छ भने तपाईँले मत दिँदै गर्नुभएको उम्मेदवारले चुनाव जित्छ कि जित्दैन त्यो पनि हेर्नुहोस्। अर्को कुरोलाई जितिहाल्यो भने तपाईँको उम्मेदवारले जितिहाल्यो, तर तपाईँको उम्मेदवारको पार्टीले भोलि सरकार बनाउन सक्छ कि सक्दैन त्यो पनि हेर्नुपर्छ। अब जनता निर्मम भएर सोचेन भने फेरि त्यही टुक्रे सरकार नबन्ला भन्न सकिँदैन। हामीले तपाईँहरूलाई अब यति चाहिँ के भन्न चाहन्छु भन्दाखेरि स्थिर सरकार बनाउनका निमित्त पनि तपाईँहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टी छपको प्रत्यक्षमा एउटा समानुपातिकमा 2टा भोट दिएर यहाँहरूले पठाउनु पर्ने हुन्छ कि दिँदै नदिनुहोस्, तर अंशबन्ड नलगाइदिनुहोस् घन्टीको चुनाव चिन्हमा। अंशबन्ड लगाएर बाँडेर भोट दिने काम
तपाईँहरूलाई पनि छैन, छुट छैन भन्न चाहन्छु। बाँडेर दिइसकेपछि तपाईँको उम्मेदवारले पनि हार्यो, घन्टीको उम्मेदवारले पनि हार्छ। तपाईँले के पाउनुभयो? हामीले के पायौँ? भोलि के हुन्छ, धरानले फेरि प्रतिनिधि सुनसरी क्षेत्रमा रहेको प्रतिनिधि घन्टीबाट पाउन सक्नुहुन्न। त्यसैले गर्दाखेरि अब म आदरणीय मतदाताज्यूहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु, यो चुनावको लहरमा लागेर घर बिगार्ने गरेर झगडा नगरिदिनु समाज सञ्जालमा। आफ्नो मत हो, तपाईँले आफ्नो तरिकाले मत दिन पाइन्छ है। सरेन तामाङले 1 रुपियाँ भोट पैसा दिँदैन है साथीहरू। भोट किन तपाईँहरूको आएको होइन म। तपाईँले तपाईँको श्रीमतीको भोट बेच्ने अधिकार न तपाईँलाई छ, तपाईँको छोराछोरीको भोट बेच्ने अधिकार न तपाईँलाई छ, तपाईँको बाबाआमाको भोट बेच्ने अधिकार न तपाईँलाई छ, कसैलाई पनि छैन। आफ्नो मताधिकार स्वविवेकले प्रयोग गरेर घन्टीमा भोट दिनुपर्छ साथीहरू। म अनुरोध गर्न चाहन्छु यहाँ सम्पूर्ण आदरणीय मतदाताज्यूहरू। सामाजिक सञ्जालमा म देख्छु एकले अर्कालाई आक्षेप लगाएर झगडा गरिरहेको देख्छु। सामाजिक सञ्जालको कटाक्ष देख्दाखेरि त मलाई त कस्तो लाग्छ नि, घरिघरि भानुचोकमा त भाला र गरस निस्किन्छ क्या हो जस्तो लाग्छ। त्यस्तो हुनु हुँदैन। हामी चुनावसम्म मात्रै झगडा गर्छौँ, फेरि चुनावपछि मिल्नै पर्छ, हो कि होइन भन्नुहोस्? हामी यही धाराको पानी खान्छौँ, यही सब्जी मन्डीको तरकारी खान्छौँ भनेपछि हामी एउटै घरको परिवार हो। हामी झगडा गर्न आवश्यक छैन, एकले अर्कालाई खुलाउनु पनि आवश्यक छैन। आफ्नो एजेन्डा लिएर जाने हो। तपाईँको एजेन्डा मन परायो तपाईँलाई भोट दिन्छ जनताले, मेरो एजेन्डा मन परायो मलाई भोट दिनुहुन्छ जनताले। हामी झगडा गर्ने किन, हो कि होइन भन्नुहोस्? केही छ झगडा गरेर हिंसात्मक अभिव्यक्तिहरू दिएर काम छैन। त्यसैले गर्दाखेरि म अनुरोध गर्न चाहन्छु, विशेष गरेर सुनसरी क्षेत्र नम्बर 1 को आदरणीय मतदाताज्यूहरूलाई अब चाहिँ तपाईँहरूलाई भोट बिगार्ने छुट छैन भनेर म भन्न चाहन्छु। अब पनि भोट बिगार्दै जाने हो भने अब फेरि भोलिको दिनमा तपाईँलाई पनि छुट छैन केपी शर्मा ओलीलाई गाली गर्ने, तपाईँलाई पनि छुट छैन शेरबहादुर प्रचण्डहरूलाई गाली गर्ने, कसैलाई पनि गाली गर्ने छुट छैन। किनकि भोट बिगार्ने त तपाईँ हो नि त, हामी होइनौँ। त्यसैले गर्दाखेरि जेनजीले आलो रगत बगाएर ल्याएको यो सुनौलो मौका गुमाउने र दुरुपयोग गर्ने अधिकार तपाईँहरूले छैन। मत सही ठाउँमा प्रयोग गर्नुहोस्, मताधिकार सही व्यक्तिलाई चुनेर मत दिनुहुन अनुरोध गर्दै तपाईँहरूको शिर झुक्ने काम यो सरेन तामाङले गर्दैन र मेरो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि म गर्न दिन्न भन्दै मेरो 2 शब्द यही टोक्न चाहन्छु। धन्यवाद। धन्यवाद। हाम्रो सामान्य पार्टीको उम्मेदवार प्रकाश सपुत धरानको मात्र नभनौँ देशको एउटा गौरवको व्यक्तित्व हुनुहुन्छ। यहाँ धेरैजनाले उहाँसँग फोटो खिच्ने इच्छा गर्नुभएको कारणले गर्दाखेरि केही साथीहरू कोचिङको विशेष हाम्रो दिदीको सम्मानको धन्यवाद। यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु।